जेनजी युवा पुस्ताका भाइहरूले सुरु गरेको आन्दोलन यो देशभरि जुन किसिमले आन्दोलन भयो त्यसले एउटा ठुलो परिवर्तन ल्याएको छ। म चाहिँ मन्त्री परिषदमा जाँदिनँ, मैले स्पष्टै भनेको छु होइन। म जाने सुरुमा चाहिँ छँदा पनि छैन, छँदा पनि थिइनँ होइन। त्यहाँबाट मेरो जनतासँगै बसेर जान्छु। अब चुनाव पनि हुँदैछ, चुनावको तयारी पनि गर्नुपर्ने छ। अब जनताहरू पनि जागिदिनु होला। उहाँहरूको बलिदानले देशले केही निकास पाउँछ भन्ने सबैको आकांक्षा इच्छा छ। त्यसलाई हामीले साकार पार्नुपर्ने छ। तपाईले देख्न सक्नुहुन्छ टिचिङ हस्पिटलको दृश्य हो र यहाँबाट पशुपति आर्यघाटसम्म मृतकलाई लिएर गइँदैछ र हार्दिक श्रद्धाञ्जली अर्पण गर्नका लागि यति बेला ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङ पनि आइरहनु भएको छ। सयौं समर्थकहरू, उहाँका जेनजी समर्थकहरू यति बेला आइरहनु भएको छ र चक्रपथ परिक्रमा गरेर यति बेला गौशाला आउँदै पशुपति आर्यघाटसम्म लिएर जानका लागि यहाँनिर तयार भएर अगाडि बढिरहेको दृश्य तपाईँले देखिरहनु भएको छ। जति पनि राष्ट्र सेवकहरू शहीद हुनुभयो उहाँहरूलाई चाहिँ एकदमै उच्च सम्मान, हृदयदेखि सम्मान र उहाँहरूलाई हार्दिक मेरो तर्फबाट, सरकारको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। जेनजी आन्दोलनका क्रममा मृत्यु भएका शहीदहरू, वीर शहीदहरूलाई नेपालको झण्डा अर्पण गरेर उहाँहरूलाई यति बेला ऊर्जा जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले यति बेला हार्दिक श्रद्धाञ्जली अर्पण गरिरहनु भएको छ। धेरै कुरा उठाइएको थिएन। नेपालमा भ्रष्टाचार मुक्त हुनु पर्यो, देशमा सुशासन कायम हुनु पर्यो र देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्छ र देशमै रोजगारी र देशलाई आत्मनिर्भरतातिर अगाडि ल्याउनुपर्छ भन्ने यो आकांक्षा, आशा यो सम्पूर्ण युवा पुस्ताको र नेपालीहरूको आशा हो, इच्छा हो। एकदमै आशावादी छु। सरकार हुनुहुन्छ, सुशीला भनेको एकदमै देशकै ठुलै पदमा जानुभएको हो होइन। त्यो हिसाबले गर्दा चाहिँ उहाँले नियम कानुन सबै जान्नु भएको छ। आशा चाहिँ सबै कुरा गर्नुहुन्छ। यति बेला हामी चाबेलमा छौँ र चाबेलमा यति बेला ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल पनि आइसक्नु भएको छ र यहाँबाट उहाँहरूले सामूहिक रूपमा शव यात्रालाई नेतृत्व गरेर अगाडि बढिरहनु भएको छ। यहाँको दृश्य तपाईँले देखिरहनु भएको छ। हजारौँ समर्थकहरू यति बेला जेनजीका समर्थकहरू यति बेला आइरहनु भएको छ र वीर शहीदहरूको हार्दिक श्रद्धाञ्जली अर्पण गर्नका लागि पनि यति बेला यहाँ मानिसहरू आइरहनु भएको छ। यहाँको दृश्य तपाईँलाई देखाइरहेका छौँ र यहाँनिर अत्यन्तै कारुणिक दृश्य तपाईँलाई देखाइरहेका छौँ। सर्वप्रथम त मेरो माग के हो भन्दा अब 23 गतेको आन्दोलन भयो, धेरै ज्यानको क्षति भयो। त्यो आक्रोशले सम्भवतः 24 गतेको यो घटना निम्तेको जस्तो मलाई लाग्छ। र यदि उहाँ साँच्चीकै देशप्रति काम गर्ने आउनु भएको छ उहाँहरू भने सबै नेताहरू घरमा हेर्नु त बङ्करका बङ्कर पैसाहरू थिए होइन, कसैका घरबाट डलर उडे। यी सबै नेपाली काङ्ग्रेस र एमालेको कोलिसनको सरकार हो। दे अल आर स्टेक होल्डर्स होइन। त्यो कारणले चाहिँ उहाँहरूलाई चाहिँ समातेर पहिला जेल हाल्नुपर्छ। यसरी संरक्षण दिएर राखेर हामी सहेर बस्न सक्दैनौँ। साथीहरू, आज हामी अत्यन्त दुःखद घडीमा छौँ। हाम्रा जेनजी युवा पुस्ताका भाइहरूले सुरु गरेको आन्दोलन यो देशभरि जुन किसिमले आन्दोलन भयो त्यसले एउटा ठुलो परिवर्तन ल्याएको छ। उहाँहरूको यसले ठुलो योगदान, देशको लागि एउटा ठुलो योगदान गर्नुभएको छ। उहाँहरूको बलिदानले देशले केही निकास पाउँछ भन्ने सबैको आकांक्षा, इच्छा छ। त्यसलाई हामीले साकार पार्नुपर्ने छ। शहीदको सपनालाई साकार पार्नुपर्ने छ। उहाँहरूले उठाइएका विषयहरू यो सरकार र आगामी दिनमा पनि आगामी सरकारहरूले पनि यसलाई अंगीकार गरेर अगाडि बढ्नुपर्ने छ। धेरै कुरा उठाइएको थिएन। नेपालमा भ्रष्टाचार मुक्त हुनु पर्यो, देशमा सुशासन कायम हुनु पर्यो र देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्छ र देशमै रोजगारी र देशलाई आत्मनिर्भरतातिर अगाडि ल्याउनुपर्छ भन्ने यो आकांक्षा, आशा यो सम्पूर्ण युवा पुस्ताको र नेपालीहरूको आशा हो, इच्छा हो। त्यसलाई पुरा गर्न हामी अब अगाडि बढ्नुपर्छ। जनताको सरकार हो भन्न चाहन्छु। सुशीला कार्कीलाई नै सरकारले हटाएको हो होइन। काङ्ग्रेस एमाले माओवादी मिलेर हटाउनु भयो। कुलमानलाई नै 3 जना मिलेर हटाउनु भयो। अनि फेरि हाम्रो
रामेश्वर खनालहरू सर अर्थमन्त्रीहरूलाई पनि हटाउनु भएको, त्यही भएर अब चाहिँ जनताको सरकार जनताले जबरजस्ती गरेर राखिदिनु भएको छ, उहाँहरूले जनताको आशा पुरा गर्नुहुन्छ भन्ने छ। म चाहिँ हजुरहरू जस्तै गरेर हजुरहरू जनताहरू जस्तै गरेर हजुरहरूसँगै बसेर वाचडगको रूपमा एउटा निरीक्षकको रूपमा चाहिँ हेर्छु, अनि केही नराम्रो भयो केही हजुरहरूको आशा पुगेन भने चाहिँ मैले आवाज चाहिँ उठाउँछु। म चाहिँ मन्त्री परिषदमा जाँदिनँ, मैले स्पष्टै भनेको छु होइन। म जाने सुरुमा चाहिँ छँदा पनि थिइनँ होइन। त्यहाँबाट मेरो जनतासँगै बसेर जान्छु। अब चुनाव पनि हुँदैछ, चुनावको तयारी पनि गर्नुपर्ने छ। अब जनताहरू पनि जागिदिनु होला र चुनाव पनि अब जनताको आशाअनुसार बलिदानी अनुसार सरकारले त्यसअनुसार परिवर्तन गरेर गराउनेछ भन्नेमा चाहिँ मेरो आशावादी छु। मैले यति नै भने। अब त्यो चाहिँ हामीले निर्णय गर्छौँ, सल्लाह गर्दैछौँ। भर्खर यसो गरौँ अहिले यो भन्दा पनि यतातिर चाहिँ जस्तो यहाँको घटनाको कुरा जोडौँ न। आज धेरै सहयोग हुन्छ होइन, उहाँहरूको सपना पुरा होला जस्तो लाग्छ तपाईँलाई? होइन, म एकदमै आशावादी छु। सरकार हुनुहुन्छ, सुशीला भनेको एकदमै देशकै ठुलै पदमा जानुभएको हो होइन। त्यो हिसाबले गर्दा चाहिँ उहाँले नियम कानुन सबै जान्नु भएको छ। आशा चाहिँ सबै कुरा गर्नुहुन्छ। देश गम्भीर मोडमा छ, त्यो गम्भीर मोडमा हामी उभिएका छौँ। त्यसलाई अब सही रूपले दिशा दिएर त्यो अवतरण सही दिशातिर अगाडि बढ्नुपर्ने छ। हामी सबै गम्भीर भएर एकदमै संयम भएर सहकार्य गरेर अगाडि बढ्नुपर्ने अवस्था छ र उहाँहरूले जुन किसिमको योगदान दिनुभएको छ उहाँहरूलाई एकदमै सलाम छ र उहाँहरूलाई हार्दिक मेरो तर्फबाट सरकारको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। उहाँहरूको परिवारजनमा समवेदना व्यक्त गर्न चाहन्छु र घाइते परिवारहरूलाई घाइते साथीहरूलाई छिटोभन्दा छिटो शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु र देश एकदमै शोकाकुल छ। यो शोकलाई शक्तिमा बदल्नुपर्ने छ। हामीले शोकलाई शक्तिमा बदलेर अगाडि बढ्नुपर्ने छ। आगामी दिन कठिन छ, तर यो कठिन अवस्थालाई पार गऱ्यौँ भने देशले समृद्धितर्फ अगाडि बढ्नेछ भन्ने म दृढ विश्वास दिलाउन चाहन्छु। आगामी दिनमा हामी सबै उहाँहरूको सपना पुरा गर्ने हिसाबले अगाडि लाग्नेछु। धन्यवाद। यति बेला तपाईँले देख्न सक्नुहुन्छ टिचिङ हस्पिटलको दृश्य हो र यहाँबाट पशुपति आर्यघाटसम्म मृतकलाई लिएर गइँदैछ र हार्दिक श्रद्धाञ्जली अर्पण गर्नका लागि यति बेला ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङ पनि आउने कुरा छ। तपाईँले देख्न सक्नुहुन्छ यहाँको दृश्य यहाँनिर आइरहनु भएको छ। सयौँ समर्थकहरू उहाँका जेन्जी समर्थकहरू यति बेला आइरहनु भएको छ र चक्रपथ परिक्रमा गरेर यति बेला गौशाला आउँदै पशुपति आर्यघाटसम्म लिएर जानका लागि यहाँनिर तयार भएर अगाडि बढिरहेको दृश्य तपाईँले देखिरहनु भएको छ। यहाँ मृतकका शवहरू यति बेला गइरहनु भएको छ, तपाईँले देख्न सक्नुहुन्छ र यहाँनिर यो दुःखद क्षण हो र यो अवस्थाले गर्दाखेरि यो परिवर्तनले गर्दाखेरि यति बेला देशमा सरकार परिवर्तन भएको छ, तर उहाँहरूको मृत्यु भइसकेपछि उहाँहरूलाई यति बेला पशुपति आर्यघाटसम्म लिएर गइँदैछ। यहाँको दृश्य तपाईँले देख्न सक्नुहुन्छ, अत्यन्तै भावुक र कारुणिक दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ र यहाँनिर महानगर प्रहरीको टिम र विभिन्न प्रहरी सशस्त्र प्रहरी नेपाल आर्मीका व्यक्तिहरू पनि आइरहनु भएको छ र उहाँहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्नका लागि विभिन्न तह र तबकाका व्यक्तिहरू पनि आइरहनु भएको छ। यहाँको दृश्य तपाईँलाई देखाइरहेका छौँ र टिचिङ हस्पिटलबाट यहाँबाट उहाँहरूलाई पशुपति आर्यघाटसम्म लिएर गइँदैछ। एम्बुलेन्समा सब वाहनमा र विभिन्न व्यक्तिहरूलाई यति बेला शवहरूलाई मृतकको आफन्तहरूले आफैले सुरक्षा दिएर आफैले लिएर यति बेला दाह संस्कारका लागि पशुपति आर्यघाटसम्म लिएर गइँदैछ। यहाँको दृश्य तपाईँले देखिरहनु भएको छ। आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूको यो शव लिएर यति बेला गइरहनु भएको छ। यहाँ विभिन्न भावुक दृश्यहरू तपाईँले देखिरहनु भएको छ। साथमा चाहिँ अन्तिम संस्कार गरिँदैछ होइन, यो माहौललाई यो समयलाई कसरी तपाईँ वर्णन गर्नुहुन्छ? पहिला यहाँबाट सुरुवात गर्नु। यतिको गराइयो भनौँ न, हामीले चाहिँ प्रेसरले नै यो राष्ट्रिय सम्मान दिनुपर्छ भनेर एकदमै जोड तोडका साथ लागेर यो गराइयो। सर्वप्रथम त हाम्रा शहीदहरूप्रति र जति पनि राष्ट्र सेवकहरू शहीद हुनुभयो उहाँहरूलाई चाहिँ एकदमै उच्च सम्मान, हृदयदेखि सम्मान। यसमा अब अरू केही छैन, एकदम मिलाएर देशलाई अगाडि बढाउनुपर्छ। सर्वप्रथम त मेरो माग के हो भन्दा
अब 23 गतेको आन्दोलन भयो, धेरै ज्यानको क्षति भयो। त्यो आक्रोशले सम्भवतः 24 गतेको यो घटना निम्तेको जस्तो मलाई लाग्छ। त्यो कारणले मैले अब जति पनि अहिले मन्त्रीहरू हुनुहुन्छ, प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई के आग्रह गर्न चाहन्छु भन्दा यो आक्रोश हो, यो राजनीतिक मुद्दा बनाएर जति पनि आन्दोलनकारीहरू छन्, आन्दोलन गरेका भाइ बहिनीहरू छन्, यी त साना बच्चाहरू हुन् नि त, उनीहरूलाई चाहिँ पहिलो निर्णय चाहिँ उहाँले आम माफीको निर्णय गर्नुपर्छ भन्ने मलाई लाग्छ। अब यसरी खोजी हाल्दा त अब उहाँकै बुवा आमाहरू आक्रोशित भएर जानुभएको थियो होला, दाजुभाइ हामी पनि गयौँ होइन, हामी नगएको होइन, हामी पनि गयौँ। यसलाई चाहिँ पहिलो निर्णय त्यो गर्नुपर्छ र यदि उहाँ साँच्चीकै देशप्रति काम गर्ने आउनु भएको छ उहाँहरू भने सबै नेताहरू घरमा हेर्नु त बङ्करका बङ्कर पैसाहरू थिए होइन, कसैका घरबाट डलर उडे, यी सबै नेपाली काङ्ग्रेस र एमालेको कोलिसनको सरकार हो। दे अल आर स्टेक होल्डर्स होइन। त्यो कारणले चाहिँ उहाँहरूलाई चाहिँ समातेर पहिला जेल हाल्नुपर्छ। यसरी संरक्षण दिएर राखेर हामी सहेर बस्न सक्दैनौँ। अनि मात्र शहीदको सपना पुरा हुन्छ। र अर्को कुरा, उहाँहरूले जुन यही संविधानमा टेकेर अहिले सरकार बनाइरहनु भएको छ, कसरी गर्नुभएको छ, भोलि फेरि यही संविधानबाट हजुरको चुनाव भयो भने फेरि तिनै पुराना दलहरू जुर्मुराएर आउँछन्। हजुरको 54 सालमा 54 देखि 69 सालसम्म जन्मेका जेएनजीको आन्दोलन हो नि त यो। उहाँहरूको मुद्दा, उहाँले त यो संविधानलाई भोट पनि हाल्नु भएको थिएन होइन। उहाँहरूको इच्छा आकाङ्क्षा, उहाँहरूको मुद्दाहरू त यो संविधानले समेटेको छैन नि त। त्यो कारणले मेरो विचारमा चाहिँ अहिले चाहिँ अन्तरिम संविधान बनाएर जानुपर्छ भन्ने मेरो माग हो। यसलाई चाहिँ सरकार र सरकारसम्म पुर्याइदिनु हुन हार्दिक धन्यवाद दिन्छु, हजुरलाई हार्दिक अनुरोध पनि गर्दछु। जसरी अहिले सर्वसाधारण पनि स्वस्फूर्त रूपमा चाहिँ अन्तिम संस्कारमा सहभागिता जनाउनु भएको छ, उहाँहरूप्रति एउटा सम्मान व्यक्त गरिराख्नु भएको छ भनेको साँच्चीकै देशले चाहेको परिवर्तन, उहाँहरूको जुन सपना अब परिवर्तनको हुटुटी सबै आम नेपालीको हो क्या। यो आन्दोलन जेएनजीको भनेर यहाँ वर्ग छुट्याइएर यहाँ फेरि खेल्न खोजिरहेको छ। त्यहाँ हान्ने, ढुङ्गा हान्ने, जलाउनेहरू त सबै ठुला मान्छे, जेन वाई, जेन एक्सदेखि जेन जेडसम्म सबै छ। यो आम नेपालीको आन्दोलन हो भनेर चाहिँ यसलाई चाहिँ सेफ ल्यान्डिङ गर्नुपर्छ, होइन अनि फेरि अर्को ठुलो आन्दोलन उठ्न सक्ने सम्भावना मैले देखेको छु। अब अहिले यो शोकको घडीमा सबै हाम्रो शहीदका परिवारहरूप्रति म एकदम सम्मानजनक, उहाँहरूलाई चाहिँ एकदम रुने होइन, हजुरहरूको आँखामा आँसु आउनु भएन, किनकि हजुरहरूको अहिले साहस बढाउनु पर्ने कुरा हो। उहाँहरू चाहिँ शहीद हो, देशका लागि लडेर बलिदान दिनुभएको छ, त्यसमा हजुरहरूले गर्व गर्नुहोस्। र हामी सकेसम्म उहाँहरूका परिवारलाई चाहिँ सन्तप्त परिवारलाई चाहिँ हामी कसरी हुन्छ, के सुविधाबाट हुन्छ, यो 10 लाख 15 लाखले हुने केही पनि छैन अहिलेको जमानामा। उहाँहरूलाई चाहिँ सकेसम्म धेरैभन्दा धेरै सुविधा हामीले सरकारबाट दिलाउनु पर्छ भन्ने मेरो इच्छा छ। हामी लडिरहेका छौँ, त्यो अवश्य पूर्ण हुन्छ उहाँहरूको। हामी अगाडि बढ्छौँ। अब नयाँ नेपाल फेरि उठ्नेछौँ र सबैलाई आग्रह गर्छु, भोलिदेखि हामीले श्रमदानदेखि लिएर सबै जिन्सी दानको कुरा उठाइरहेका छौँ पूर्ण निर्माणको लागि। हजुर, पुनर्निर्माणको लागि होइन, हामी स्वस्फूर्त नि। जस्तो मन्त्री कुलमान घिसिङले पनि यो सुरुवात गर्ने भन्ने कुरा आइरहेको छ, उहाँसँग कोल्याबोरेसन एक्ज्याक्टली हाम्रो जेन वाईको संयोजक म भएको कारणले जेन वाईबाट हामीले हिजोबाट सुरु गरिसकेका छौँ। हामीले स्टार्टिङ चाहिँ अब कुलमान घिसिङ मन्त्रीज्यू पनि त्यहाँबाट सुरु गर्नुभएको प्रहरीविद दरबारमाग प्रभागबाट, त्यहाँबाट उहाँले उद्घाटन गर्नुभयो। अब त्यहाँबाट नै सुरु हुन्छ, फेरि उठाउँछौँ हामी। सम्भवतः 3 महिनाभित्र फेरि नेपाललाई खडा गरेर हामी देखाउनेछौँ। 3 महिनाभित्र हामी त्यसरी लागेका छौँ। सबैलाई आह्वान गर्न चाहन्छु, हजुरहरूको श्रमले पनि हामीले यो देश सबै लाग्नुभयो, मिडियाकर्मीको पनि हात छ, हजुरहरू पनि लाग्नुपर्छ। अब किन भन्दा हजुरहरूले पनि अन्यथा नलिनु, त्यहाँ खिचेर मान्छेलाई होइन जागरण बनाएर न सबैजना त्यहाँ आउनुभयो। हजुर अब त्यसरी नै पुनर्संरचना यसरी हुन्छ भनेर त्यसमा लाग्दिनु हुन हार्दिक अनुरोध गर्दछु।
यो उहाँ सबैको सब आइसक्यो हो कि के छ सबैको? होइन, अहिले अब यस्तो छ, हिजो अस्ति चाहिँ कतिपय शहीदका परिवारहरू अलिकति आत्तिएर हिजो अस्ति नै दाह संस्कार गरिसक्नु भएको छ। आज 7 वटा चाहिँ हेलिकप्टरबाट बाहिर जिल्लामा पठाइयो, यहाँ चाहिँ 4 वटा छ। अब अझै कति खुलेकै छैन होइन। अब शनाखत हुन नि बाँकी छ होइन। अब त्यो डिएनए टेस्टको लागि लगेको छ, अब त्यो शनाखत होला र कति कङ्कालहरू भाटबटिनीमा पनि भेटिएका छन्, त्यसको पनि शनाखत होला। अहिलेसम्मको तथ्याङ्क छ कतिवटाको दाह संस्कार गरियो अहिलेसम्मको, आजसम्मको जोडेर? अहिलेसम्म तथ्याङ्क अहिले बेलुकासम्म आउँछ दाह संस्कार गरेको। हामीले टिम खटाइरहेका छौँ, बेलुकासम्ममा चाहिँ हजुरहरूले जानकारी पाउनुहुन्छ। थ्याङ्क यू भेरी मच।